त्यो बाबालाई कति पीडा भएको होला विदेशमा, सम्झिनुहोस् त, सम्झिनुहोस् त। बरु बच्चालाई यसरी पठाइदिनुहोस् न। तपाईँले भन्नुहुन्छ चाउचाउ खान्छ बच्चाले, खान्छ, आमाले पैसा दिएपछि खान्छ, चुरोट खान्छ, खान्छ, आमाले पैसा दिएपछि खान्छ। तर यसरी पठाइदिनुहोस् न बाबु, तर यसरी पठाइदिनुहोस् न बाबु, मसँग पैसा छैन छोरा, रोटी बनाएर पठाइदिन्छु, यही खानु है बाबु, तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर भनिदिनुहोस् त, तपाईको बच्चा बिग्रिनै सक्दैन। दर्शकवृन्द, यो दृश्य गुल्मीको धुरकोट गाउँपालिका वडा नम्बर 3 हाटाहाटीमा रहेको न्यू खर्क माविको हो, जहाँ विद्यार्थी, शिक्षक र अभिभावक एकसाथ भावुक बन्दैछन्। कोही आँखाबाट आँसु रोक्न नसकी रोइरहेको दृश्य देख्न सकिन्छ। मोटिभेटर हरिश ओलीले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकसाथ विद्यालयको चौरमा राखेर मोटिभेसन कक्षा सञ्चालन गर्दै गरेको यो दृश्य हो। आउनुहोस् प्रमुख प्रशासकीय अधिकृतज्यू, रोटी खाइदेऊ न हजुर, यो रोटी खाइदेऊ न, आज त पहिरेर मैले खुवाइदेऊ छोरी, खुवाइदेऊ सरलाई, खुवाइदेऊ सर, यो रोटी मेरो आमाले बनाउनु भएको, खुवाइदेऊ छोरी। हेर्नुहोस् कति शक्ति हुने रहेछ, ताली बजाइदिनु होला। योभन्दा ठुलो प्रसाद के हुने रहेछ, के हुने रहेछ। एउटा शिक्षकले यसरी बच्चाको रोटी खाइदिनु पर्छ रे, अनि भन्छ रे शिक्षक र विद्यार्थीको सम्बन्ध नङ्ग्र मासुको। सर, सर आउनुहोस्, आउनुहोस् सर, आउनुहोस् सर, आउनुहोस् यता आउनुहोस्, तपाईँकै बच्चा जस्तो लाग्छ, आउनुहोस् सरलाई खुवाइदेऊ छोरी, सर मेरो आमाले आजदेखि यस्तै बनाएर पठाउनुहुन्छ है भनेर खाइदिनुहोस् सर, खाइदिनुहोस्, खाइदिनुहोस् सर। कति शक्ति हुने रहेछ हेर्नुहोस्। यता आमालाई खुवाइदेऊ छोरी, आमा आजदेखि मलाई पैसा चाहिँदैन, मलाई पैसा चाहिँदैन, आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। ताली बजाइदिनु होला। आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। आज पत्रकारज्यूको आँखामा आँसु छ, हेर्नुहोस्, उहाँले पनि आफ्नो आमालाई सम्झिनु भएको छ। हे भगवान्, आज उहाँ पत्रकारको आँखामा पनि आँसु छ, हेर्नुहोस्, ललितजीको आँखामा आँसु छ। मान्छेको मन हुने रहेछ अरे। त्यही भएर जाऊ छोरी, आज सबैलाई खुवाऊ, उपाध्यक्षलाई यो रोटी खुवाऊ, अध्यक्षज्यूलाई यो रोटी खुवाऊ, खानुहोस्, खाइदिनुहोस् हजुर। त्यो आमा आमा होइन, पैसा नदिनुहोस् है, आजदेखि टिफिन बक्स बनाएर पठाउने। आमा त्यो बच्चालाई हेर्नुहोस् त, बिचरा छाता लिएको रहेछ, एउटा कपी लेस भनेर कपी लिएको रहेछ, कपी पनि लिएछ, हेर्नुहोस्, एउटा पेन लेस भनेर पेन लिएको रहेछ, नयाँ कपी लिएको रहेछ। स्कुलको कोही ठुलो मान्छे हुन्छ भने त्यो भनेको कार्यालय सहयोगी हुन्छ। ताली बजाइदिनु। आजको कार्यक्रमको प्रमुख अतिथि उहाँ हुनुहुन्छ, जोरदार ताली बजाइदिनु यो कार्यक्रमको प्रमुख अतिथि।